त्यो बाक्लो हिउँ पर्दैछ अहिले यो समयमा। विशेष गरी म यहाँबाट यो तल हाम्रो कुप्सी पाखा चाहिँ यहाँ सबै देखिने हो। तर अहिले हालसालै ठुलो बाक्लो हिउँ परिरहेको कारणले गर्दा यहाँबाट मैले दृश्य खिच्न सकिएन। अब यो चाहिँ मेरो लागि दुर्भाग्य भयो, तर केही छैन। मलाई यहाँसम्म आउनको लागि एउटा जोस र जाँगर चाहिँ भयो। हेर्नुहोस् त कति धेरै हिउँ परिरहेछ अहिले। ओहो, अब यहाँ म धेरै बस्न सकिनँ। अब म पनि यहाँबाट बिस्तारै लाग्दैछु है त साथी हो। अब भिडियो गर्न पाएन, यहाँबाट फोटो खिच्न पाएन बस्ती। ओहो।